अहिले चाहिँ हामी मम्मीको देखि नि घर जाँदैछौँ। अनि साथीहरू हेर्नुहोस् है, अब चाहिँ लन्डनमा चाहिँ समर लाग्यो नि पार्कमा चाहिँ यति राम्रो फुल फुलेको छ। अनि आजको वेदर चाहिँ यस्तो छ, पानी परिरहेछ। हामी चाहिँ हिँड्दै जाँदैछौँ घर। यस्तो राम्रो छ, म चाहिँ पानी परेर क्या। अनि यति पढैबाट मैले खिचेको त्यो परेदेखिको फुलेको छ। त्यो ठुलो छ पार्क चाहिँ, कस्तो राम्रो फुल फुलिरहेछ हेर्नुहोस्। अनि यहाँ परतिर पनि छ, यो रुखमा चाहिँ अब पात पलाउँछ। अब चाहिँ पात पलाउनुको लागि मुना अलिअलि लागिरहेछ। अनि चाहिँ सामान बोकेर उहाँ चाहिँ हिँडिराख्नु भएको छ। अनि त्यो बेबीलाई चाहिँ फुल चाहिन्छ। अनि उसको बाउले चाहिँ फुल टिपिरहेछ, ऊ चाहिँ साइकलमा हिँडिरहेछ। यस्तो खालको फुल छ क्या साथीहरू। आज चाहिँ एकदम चिसो छ, यस्तो राम्रो छ है आज दिन, चिसो मौसम छ। युकेको वेदर चाहिँ एकदम मलाई मनपर्छ। चिसो गर्मी चाहिँ मलाई मन पर्दैन, मलाई चिसो मनपर्छ। मलाई गर्मी मन पर्दैन नि त, तपाईँलाई पनि मन पर्दैन। मलाई चाहिँ, तर म चाहिँ राति चाहिँ मलाई सिरक ओढ्नुपर्छ, दिउँसो तातो तातो ज्याकेट लगाएर हिँड्नुपर्छ, धेरै लुगा ओढ्छु। अनि त्यही भएर मलाई चाहिँ उहाँले भन्नुहुन्छ तिमीलाई गर्मी मनपर्छ भन्नुहुन्छ, तर मलाई गर्मी मन पर्दैन साथीहरू, चिसो मनपर्छ मलाई। र अहिले म चिसो ठाउँमा पनि छु। यस्तो छ, रुखहरूमा चाहिँ एउटा पात छैन। अब पातको लागि, पात आउनुको लागि चाहिँ रेडी भइरहेछ। कति ठुलो पार्क छ त्यहाँ, यस्तो फुल फुलिरहेको छ। फुल फुल्ने मौसम हो। समरमा चाहिँ एकदमै धेरै राम्रो हुन्छ। युके चाहिँ विन्टरमा चाहिँ पानी पर्छ। अझ चाहिँ समर हो, तर समरमा पनि परिरहन्छ पानी चाहिँ, तर विन्टरमा चाहिँ धेरै पर्छ क्या, अत्याधिक। यस्तो छ। अनि यता त्यस्तो छ, यता चाहिँ घर, यता चाहिँ पार्क। हामी चाहिँ एक स्टप चाहिँ हिँड्ने भनेर हिँडेको के, एक्सर्साइज पनि हुन्छ भनेर साथीहरू। कति राम्रो फुल फुलेको छ, फुल फुलेको छ। देखिरहेछ नि यस्तो राम्रो टक्क त्यहाँ ढकमक्क फुल्नु चाहिँ बाँकी नै छ अझै। तर कोही अलिक छिटो फुल्छ कि कोही अलिक ढिलो फुल्छ। अनि आजको वेदर पनि कस्तो खालको छ नि त, त्यही भएर भेरी गुड भेरी नाइस। ओ त्यहाँ हेर्नु न, घरकै अगाडि त अर्कै खालको फुल हो नि।